ल गए गाडी छुट्न लाग्यो राम्रोसँग बस्नु तातो खानु है नरिकिन बस्नु के कहिले जाने घर राम्रोसँग बस्नु ल Hello everyone, good morning. Welcome to my YouTube channel and welcome to my another vlog. I hope तपाईहरु सबैजना सन्चै हुनुहुन्छ होला अनि धेरै दिनपछि फेरि vlog गर्न मन लाग्यो अनि आज चाहिँ म एकदम धेरै स्याड छु किनभने म अब मेरो फ्यामिलीहरुदेखि फेरि ब्याक टु टाढा भएर फेरि ब्याक टु युएसए हुँदैछु एन्ड देन एकदमै धेरै स्याड फिल भइरहेछ रातभरि निन्द्रा पनि लागिरहेको छैन आज लास्ट डे हो घरमा एन्ड देन एकदमै धेरै गाह्रो भइरहेछ है अनि रातभरि नै निन्द्रा पनि लागिरहेको थिएन छटपट आउँछु भन्दा बेलामा एकदमै धेरै एक्साइटेड भयो कहिले रात कट्ला कहिले दिन कट्ला कहिले यो मिनट कट्ला सेकेन्ड कट्ला भएको थियो फेरि फर्केर आफ्नै कर्मभूमि फेरि परदेशी हुनु पर्यो एन्ड देन यो कुराले चाहिँ कस्तो स्याड फिल भइरहेछ है छोरी मान्छेको कर्म यस्तै हो कर्म पर जानै पर्छ अनि मेरो चाहिँ दुई थरी भएको छ क्या दुई थोक भएको छ लाइक कर्म गर प्लस परदेशी हुनुपर्ने मर्निङ भयो अब एकछिनपछि गाडी चढ्नुपर्छ एकदमै धेरै स्याड फिल भइरहेछ छोडेर जान मन लागिरहेको छैन एकदम धेरै गाह्रो भइरहेछ गाइस बुढाबुढी भएको बाबुआमासँगै बस्ने रहर कसले हुँदैन है अनि वृद्ध भएको हजुरबा हजुरआमाको सँगै बस्न त रहर कसले हुँदैन र तर पनि बाध्यता छ मेरो बाबाले त्यही भएर मलाई छोरा भन्नुहुन्छ क्या छोरो भनेर बोलाउनुहुन्छ किनभने शरीरमा छोरी भएर जन्मे पनि मेरो कर्तव्य भने छोराको छ नि त सो डरो मुटु बनाएर छोरा जस्तै भएर फेरि फर्किनु पर्ने दिन आयो एकदम धेरै गाह्रो भइरहेछ मुटुको धड्कन एकदम फास्ट मोसनमा चलिरहेछ अनि मेरो मम्मीको त एक दुई हप्ता अगाडिदेखि नै रुवाबासी भइरहेछ सायद दुःख नगरी सुख मिल्दैन भने जस्तो यही दुःख हो होइन गाह्रो हुन्छ एकदमै धेरै पहिला पनि गाह्रो बनाएर गएको फेरि गाह्रो बनाएर नै फेरि जानु परिरहेछ आम फिलिङ सो स्याड यस्तै हो सकेसम्म नरुने कोसिस गर्छु सकेसम्म सबैजनालाई थम्थमाएर छोके भनेर जाने कोसिस गर्छु तर मनले के भन्छ थाहा छैन सो हेरिदिनु होला है त लास्टसम्म म सायद यो भिडियो म उहाँ नपुगुन्जेलसम्मको मेरो सबै भिडियोहरू अट्याच गरेर हाल्ने कोसिस गर्नेछु हजुर सबैजनाले हेरिदिएर माया गरिदिनु होला एकदम धेरै गाह्रो भइरहेछ आजको वेदर यस्तो भइरहेछ हाम्रो गाउँको हजुर गाडी आउँछ होला छ होला नि त जाउँ हिँड्नु सामान निकाल्नु म भन्छु जानु त सामान ल्याउनु जाउँ राम्रोसँग बस है अब है राम्रोसँग बस अब भेटिहाल्यो फेरि आइहाल्छु कहाँ त्यता अब फेरि 2 वर्षमा आउँछु 2 वर्ष त्यति जेलसम्म केही नभइकन बस्छु है केही नभइकन सास त्यहाँ पठ्याब छोड्ने तरकारी
ल म फलफुल पठाइदिन्छु अब आउँछु आइहाल्छु राम्रोसँग बस्नु है नरोइकन बस्नु ल गएँ गाडी छुट्न लाग्यो राम्रोसँग बस्नु तातो खानु है मुख छुचो नबनाउनु जे दियो नि खानु ल नरुनु खोइ सिरानी ल ल गएँ म ल नरोइ ल भयो नरो गएँ म ल ल म आउँछु छिट्टै आउँछु ल Haleluya, amin. Benar. रामसँग बस्नु Kursi bana bakayım baba. Nara. चलाउने गाडीको पार्टमा तपाईँ स्वयं हुनुहोस् ड्राइभरको हातमा तपाईँ ल जाउँ भुजुङ पुग्ने त्यही कल गर्छु ल ल जाउँ ल गए नरिकन बस्नु के ल बाई बाई बाई
वचनअनुसार हजुरसँग यसै 21 को 8 पदलाई हामी दाबी गर्न सकिन्छ बाहिर जाँदा र भिडियो यात्रा गर्दै अब अर्को हप्ता आउँछौँ अर्को वर्ष आउँछौँ ल लाउनु गाडी भाडा गर्नु घर जानु ल राम्रो बस्नु ल ल राम्रो बस्नु कहिले जाने घर राम्रो बस्नु ल ल टेन्सन नगर्नु ल है बाई बाई गरिदिनु नि बाई राम्रो गरेर आऊ है ल आफ्नो ख्याल गर्नु अलिक खाना कन्ट्रोल गर्नु त्यो खानाहरू कन्ट्रोल गर्नु सुगर घटाउनु है बाबुको पनि ख्याल गर्नु बाई बाई बेसी सहरबाट चाहिँ हिँड्यौँ हामी एकदमै धेरै सन्चो होला जस्तो भएर एकदमै धेरै टाउको दुखेर मेडिसिन 2टा खाँदा पनि गाह्रो भयो वाइफाई छ भाइ गाडीमा वाइफाई वाइफाई हो कि वाइफाई हो We will meet after 3-4 years. अब अहिले भनेको त्यस्तै हो गयो सामान तान्नु पर्दैन आउनु पर्छ विदेशबाट खुसी होला बाबुआमाती देवनानी खुसी होली घरकी श्रीमती आमा तिम्रो मिठो भन्दा बिर्सिएको छैन जोराउँदै सन्चो खाजा खाँदै कोरिन्टारमा छौँ हामी 6 बजिसक्यो ल हामी काठमाडौँ आइपुग्यो पुरै हामीलाई लिने ग्याङ आउनु भएको मेरो मिहिना पर्छ मक्कै पठाउँछ कि फेरि के साह्रो टल्क्यो मक्कै कि फेरि बाबाले कहाँ लिएको त ज्वाइँ ससुराको माया फेरि हामीले हेर्यो अरे मक्कै पऱ्यो त्यति गरिदिएको मक्कै परेन सामानहरू कुरियर गर्नलाई हामी आएको छौँ कुरियर सेन्टरमा सामानहरू चाहिँ अलिकति गएर कुरियर सेन्टरबाट
उदयको मम्मी उदय मेरी बेहेना हजुर बेबी मलाई दिनुस् माथि पहाडको हो यो र त्यो चाहिँ हाम्रो कुरियर गर्ने सामान हो अब फ्राइडे मात्रै हुन्छ अरे कुरियर चाहिँ 2टा ब्यागभरि भयो मम्मी चाहिँ यहाँ खाजा खाना भएको छ बाबा नमस्ते नमस्ते गरेर बस्नु चिसोमा के छ यहाँ चाहिँ अर्डर चाहिँ खाजा खाँदैछु कफी चाहिँ के कफी 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 एक्सप्रेसन ओके धेरै नखाने आज यति हो 4 टोला यस्तै हो मलाई कफी आयो त्यसमा चोइको अब अरू खानेकुरा भएन अरू मतलब के अरू मतलब के होइन हो सालीले फेरि झटारो हान्दिहाल्छ सालीले फेरि आँखा पर मेरो बाबा र मेरो हस्बेन्डले हामीलाई यति घुमाउनु भएको छ होइन कुरै नगरौँ यो के ठाउँ भन्छ यसलाई हामीलाई थाहा हनुमान ढोका अरे हामी लाइफमा काठमाडौँ आएको पछि फर्स्ट टाइम आएको होला है फर्स्ट टाइम आएको होला हामी काठमाडौँ यति टाइम हामी काठमाडौँ कति राखेको होइन तर दिस इज द फर्स्ट टाइम इन हनुमान ढोका अरे है मलाई थाहा छैन गाइस अनि आई मिस यु सो मच मम्मी तपाईँलाई धेरै धेरै मिस गरिरहेको छु इमोसनल हुन आइरहेको छ एकदमै धेरै मिस गरिरहेको छु तपाईँ भएको भए 4-5 दिन भयो पनि यस्तै भयो यस्तो ठाउँहरू चाहिँ यहाँ मलाई थाहा थिएन यस्तो यस्तो यहाँ हो त फोटोहरू खिच्ने मान्छेहरूले हालेको होइन ओ यहाँ अब हामीलाई कहाँ फोटो खिच्न दिनुहुन्छ नि उहाँजीहरू भागे गर्नुहुन्छ अनि त्यही हो अनि यहाँ यस्तो दामी ठाउँ छ होइन यहाँतिरको स्कुटर ड्राइभरहरू होइन स्कुटर के अरे त्यो ड्राइभरहरू के कस्तो रिक्स लिँदा मान्छे झ्याम्मै हाल्नु हामीले भोटिरहेको छ अनि मार्छु कि भनेर लागेको छ जोगिएर हिँड्नु परेको छ दाम एकदमै धेरै चर्को छ अनि मेरो बाबा र मेरो हस्बेन्डको त अब कुरै नगरौँ कुद्या हुनुहुन्छ उता सरी हामीले फोटो स्टप गऱ्यौँ काठमाडौँको बसेर त लास्ट हो भोलि लास्ट हो भोलिको खान्छ त यहाँ कस्तो मिठो लस्सी पाउँथ्यो के ए त के घर भन्छ होला यसलाई हनुमान ढोका रे के ढोका रे के ढोका रे यो सेतो ढोका सेतोको कालो ढोका होस् द्याट ए यहाँ उसहरू पाउँछ क्या त्यो मूर्तिको त्यो सर त्यो मूर्तिको उस भन्दा नि त नि हामी ओ त्यो ह्यान्डक्राफ्टेड ए कता हो कस्तो राम्रो भिडियो बनाउँछ है मान्छेहरूले के गर्ने यस्तो यो त यो टिमिङ उ गर्ने हो र यो त क्या मेडिटेसनको लागि हामी चाहिँ आज भाटभाटिनी बाबालाई भाटभाटिनी घुम्न मन लाग्यो भने लिएर आएको जय मसी के अरे बाबा भाटभाटी कस्तो यो त बाहिरपट्टि जस्तो उताबाट होला भित्र छिर्ने चाहिँ भित्र अझ भाटभाटी आउनु मन लागेर आउनुभएको अरे हाम्रो बाबालाई अब कस्तो हुन्छ देखाइदिन्छ म हामी भाटभाटिनी तिमीलाई चाहिँ भाटभाटिनी घुम्न मन लागेन ल आऊ कता अरे यो हाउ कस्तो बाटोमा गाडी रोकिदिएको त नि जाउँ उताबाट रहेछ ल हामी चाहिँ जान्छौँ है भाटभाटिनी यो बालाजीको बालाजी हो कि बलाजी हो हे गाइस गुड मर्निङ गुड आफ्टरनुन 2 बज्न लागिसक्यो है गुड मर्निङ होइन गुड आफ्टरनुन हजुर सबैजना सन्चै हुनुहुन्छ होला म छु हामी छौँ काठमाडौँमा अनि दिन भयो काठमाडौँ बसेको 2 दिन बाद भयो दिस इज द लास्ट डे इन नेपाल होइन काठमाडौँमा लास्ट डे हो अब नफर्क्यौँ जेल होइन अब लास्ट डे हो फर्किने जाने भन्दा के हो पनि होइन लास्ट डे हो अनि मेरो बहिनी र मेरो हस्बेन्ड बाबा चाहिँ बाहिर जानुभएको छ के गर्न म चाहिँ गर्नेछु तपाईँहरू जानु भनेर पठाएको छु अनि उहाँहरूको भिडियो नि बनाउनै आउँदैन अनि बनाइ पनि भएको छैन मलाई घरबाट निस्केदेखिको अब निस्किनु छ है बेलुका निस्किन्छु अब आज राति छिटो भोलि आज निस्किन्छ है भनेदेखिको मलाई एकदमै मजाले खोकी लाग्यो
लागिरहेछ सन्चो भएर ड्राई फुक्का खोकी लागेको छ गाह्रो भइरहेछ यही हो अब आज लास्ट डे हो नेपालमा बुढाबुढी भएको बाबुआमालाई फेरि छोडेर जाँदैछु भाइ बहिनीलाई अनि यही हो अब नगए पनि हुँदैन जानुपर्छ होइन गएन भने पनि त भविष्य नै छैन नगए पनि हुन्छ नि किन नाटक पारी पारी भने जस्तो होला तर नगयो भने त मेरो भविष्य नै छैन बाध्यता हो होइन अब जानुपर्छ मुटुमाथि ढुङ्गा राखेर भए पनि अनि मम्मीलाई त धेरै मिस गरिरहेको छु काठमाडौँ जाम भन्दा मान्नु भएन जान्न मलाई गाह्रो हुन्छ म सक्दिनँ जाऊ तिमीहरू भनेर अनि पुरै एक हप्तादेखि रोएर यत्रो बनाउनु भएको थियो अनुहार नै ल्याएन मम्मीलाई अनि धेरै मिस गरिरहेको छु है अनि याद आइरहेको छ धेरै डाँडा काँडाहरू जस्तो राम्रो देखिरहेको थियो आउँदा अब त्यो डाँडा काँडा झर्ना सबै कुराहरू भनेको त हुन्छ म 50 वर्षपछि फर्केर आउँदा पनि त त्यही हुन्छ तर वृद्ध भएको हजुरआमा हजुरबाउ हुनुहुन्छ कि हुनुहुन्न भन्ने त्यो खालको डर मात्रै हो मनमा अनि धेरै मिस गरिरहेको छु सबैजनालाई सबै फ्यामिलीलाई मिस यु सो मच आई मिस यु अल अफ यु सबैजना धेरै मिस गरिरहेको छु राम्रोसँग बस्नु होला अब 5 घन्टापछि चाहिँ फ्लाइट छ अब खानासाना खाएर प्याकिङ गर्दा ओर्दा जान्छ समय त्यही हो गाह्रो भइरहेछ एकदमै धेरै गाह्रो भइरहेछ होइन अब जानैपर्छ त्यही पनि यस के हुन्छ अब एन्डिङसम्म अब उहाँ नपुग्नेसम्म यो भिडियो कन्टिन्युसली जाने नै छ हेरिदिनु होला है त थ्याङ्क यू चाहिँ जान लाग्यौँ एयरपोर्ट अनि हामीले चाहिँ 3टा गाडी रिजर्भ गरेको थियौँ अनि पुरै बाटो बन्द रहेछ अनि पुरा हिरो स्टाइलमा युटर्न गर्नुभयो क्या यहाँ माया कस्तो फिल हुँदै खाँदा नि अब दिदी जाँदैछ 2 वचन भन्दैन अब रोइदिनु फेरि म त रुन्न है म त रुन्न खै त्यही रोक्या जस्तो लाग्छ यस्तो छ फाइनली गाइस हामी चाहिँ यहाँनिर आइसक्यौँ एकदमै ह्याप्पी होइन तपाईँको यात्रा एकदमै राम्रो होस् परमेश्वरको अनुग्रहले हेलो परमेश्वरको अनुग्रह माया नमाग्नु होइन ल गुरुवालाई ल एकदम प्रभुले आशीष दिनुभएको होस् पल्दै फुल्दै बिजी हुँदै जाओस् होइन त्यसो मतलब बुझ्नु होला है गुरुवालाई पनि एकदम प्रभुले धेरै आशीष दिनु निकाल यस्तो लगाइदिन्छ है गुरुवालाई पनि एकदम पल्दै फुल्दै बिजी हुँदै after 6 months यो चाहिँ हाम्रो दाजुभाउजूले माया गरेर ल्याइदिनु भएको यो चाहिँ भक्तपुरको जुजु दाउ दहीको जो जो लापा चाहिँ होइन जुजु दाउ भरे भित्र कि अहिले अहिले यहीँ दिने तपाईँले एक चम्ची ल जुजु दाउ होइन यसले त सानो हुन्छ क्या ल ल खाइहाल्नु ल आमा जुजु दाउ आशिष गर्नुहोस् हो धन्यवाद जुजु दाउ सबै लुगा लाग्नु पर्छ ल छिटो छिटो आयो जुन हाल्नु तपाईँले गुराउने खुवाइदिनु गुराउने तपाईँलाई मै खुलाउँछु मलाई भने दिदी वाउ ड्याडी यता यता खोइ त यसलाई मात्रै सो गर्नु गुरालाई चाहिँ नगर्ने यस्तो त भएन नि त मसँग छँदैछ नि त स्पुन ल भयो अब ल यहाँ छ हजुर हजुरले खाने स्पुन हजुर ल गुरामा अझ यो दही खाने किन अब यो के भन्छ दही खाने दिन फेरि राम्रो अर्को पनि बेलुकाले आउँछ होइन बुझ्नु भयो नि लुगा है त मैले यो आफू होला थियो है अरू पैसाहरू फरक डाउनु भयो नि ल एकदम ल मलाई यो खाली केही त हुँदैन पेट गडबड होला लु भो लु भो के भो उदय यहाँ उड्नु हात चाहिँ दौड्दै दौड्दै जाउँ न उनीहरूलाई पनि फल्दै फुल्दै बिजी हुँदै जानुहोस् होइन त लान्छ हुँदैन कस्तो रहेछ
एकदम यति बस्नु भयो दहीले मनी लाग्यो खानी लो लो पनि खाऊ यहाँ कसको सुटो भयो एकजना दुईजना अहिले सबै तपाईको लाउनु यो सबै मलाई बुढो गाले खाइदिनु पर्छ खानु भने त मेरो बाउलाई अर्को मागी पनि बोल्दैन लु पास माग्नु पर्छ मैले राख्छु लु भो भयो अब 2 वर्षपछि म आइहाल्छु ल हाम्रो सबै चेकिङ भइसकेपछि हामी प्लेनको वेटिङमा छौँ। टाइमिङ हाम्रो टाइम चाहिँ 10:55 मा छ अनि हामी छौँ यहाँ मान्छे टर्नै छन् अनि सबैजनाले गरिसक्नुभयो हाम्रो पुर्याएर पनि अब राम्रोसँग बस्नु होला गर्नु होला छेउमा सबैजना एयरपोर्ट भित्र पसिसक्यो अब 1 घण्टामा फ्लाइट छ यहाँ नेपालको अब प्लेनको लागि वेट यस्तो छ माहौल छ हाम्रो प्लेन। हामी चाहिँ गाडी छोडेछौँ यहाँ हामी चाहिँ गाडी छोडेर प्लेन भर्न जानेछौँ। त्यस्तो टपक छ गाडी भर्न छ हाम्रो चाहिँ उतापट्टि छ चढ्यौँ हामी चाहिँ अबको 5-10 मिनटमा उठ्छ। त्यस्तै छ गाह्रो छ रुम पनि आँसु पनि आउँदैन बुढा ससुराली छोडेर आउनु मन लागेन र मलाई के गर्नु बाध्यताले यस्तो बनाएको कस्तो भयो इमोसनल त हुनुभएको छैन नि यो सबै सकिएको छ गाह्रो छ छोरा इमोसनल भइरहेको छ सबैजना
भर्खर आइरहेको छौँ अबको 7 घन्टापछि मात्रै हाम्रो फ्लाइट छ यस्तो छ तातो पानी खाँदै बसिरहेको छु म चाहिँ हङकङ यस्तो छ है हङकङ सुतेर उठेको म चाहिँ यस्तो छ यसरी सुत्ने काम भइरहेको छ म पनि भर्खर सुतेर उठेको यहाँ भुइँमा माथि यहाँ सुतेँ यहाँ सुतेर अनि गाह्रो भयो त्यहाँ अप्ठ्यारो भयो अनि फेरि भोलिको सुतेको एकछिन अनि आउँछु उठ्नु पऱ्यो भने अब चाहिँ कति घन्टा 12 बजी आउँछु 9 बजी 3 घन्टा बाँकी छ 3 घन्टापछि 17 आवर फ्लाइटमा छ अनि गाह्रो भइरहेको छ एकदमै निन्द्रा लागेर जब भइरहेछ अनि नेपाल जाने बेलामा चाहिँ होइन कस्तो एक्साइटेड भएर पुरै हुन्छ नि निन्द्रा पनि लागेको थिएन अनि त्यो एक्साइटमेन्ट अति थियो अहिले त अल्छी लागेको थकाइ लागेर त्यो 3 घन्टा 3.5 घन्टा कि 4 घन्टा थियो नेपालबाट हङकङको त्यो 4 घन्टा पनि त्यो हुन्छ नि कति छिटो गएको जस्तो क्या किन छिटो सकेको जस्तो फिल भएको छ क्या अस्ति त कहिले जाला कति लामो भएको थियो अहिले त एकदमै ढिलो गएको थियो भने कति छिटो आएको ठाउँ पनि अहिले किन आएको होला जस्तो फिल भएको छ यस्तो त्यो छुट्टै हुँदो रहेछ क्या त्यो एक्साइटमेन्ट र त्यो के भन्छ त्यसलाई त्यो अर्कै हुँदो रहेछ जाँदा गाउँ त अहिले एकदमै धेरै अल्छी लागिरहेको छ एकदमै अल्छी लाग्छ यस्तो पो हुँदो रहेछ यो छोरी मान्छेलाई माइत जाँदा र घर जाँदाको एक्सपिरियन्स माइ गड मैले फर्स्ट टाइम मैले भोग्दैछु क्या किन छोरी मान्छे माइत जाँदा किन फुरुक हुन्छन् भन्ने सोध्थेँ अहिले त मलाई फिल भयो क्या कस्तो हुँदैछ भनेर अस्ति म कति फुरुक भएको थिएँ कहिले जाला भएको थिएँ अहिले त किन कति छिटो आएको यो ठाउँ पनि भन्ने जस्तो भइरहेको छ कि प्लेनहरू हामीले वेट गरेर बसिरहेछ यस्तो छ हामी उता अर्कोतिर बसेको अस्ति यो साइडमा बसेको छौँ यहाँ चाहिँ प्लेनहरू यसरी बसिरहेछ डाँडा काँडा पुरै नेपाल जस्तै डाँडा काँडा रहेछ हो अब यो त हङकङ त यो अब यहाँ त झन् मेन सिटी होला होइन तर पनि पुरै डाँडा काँडा छ घरहरू चाहिँ अग्लो छ त्यस्तो अग्लो घरहरू चाहिँ अग्लो छ डाँडा काँडा चाहिँ तर नेपाल जस्तै हङकङमा हामी चाहिँ मेरो हजुरआमाले मेरो बुढी मम्मीले भोट दिनुभएको मकै खाँदैछौँ क्या अस्ति नै मलाई खान मन लाग्छ प्लेनमा भनेको भोट यति धेरै भोट दिनु थियो काठमाडौँमा पनि खायौँ अझै पनि यहाँ पनि यति छ अब अमेरिकै पुऱ्याउँछु मिठो भइरहेछ त्यहाँ कुन ब्यागमा छ अरे They have some coffee shop here. Yeah. Okay, thank you. कफी कहाँबाट किन्नु भयो अरे म यहाँ तातो पानी किन खाएर तातो पानी भरेर तपाईँ कफी खानु भनेको थियो अब खाने हो कहाँ छ खोइ मकैसँग मिठो हुन्थ्यो छेउ भनेको यो छेउ हुन्छ यो बीच हुन्छ के यहाँ पनि बस चेन जति भन्नु यहाँ चेन हुँदो रहेछ है अझै छेउ छ कि त्यही हो त्यही छ त सानो कोल्गेट हो रेड कलरको हो त्यही हो मकै खानु है पासबाट तातो पानीसँग खानु न अझै यसपालि सुप खुलाइ हुन्न जस्तो हो गाह्रो पार्यो अब त गाह्रो पार्छ नि डाइरियाले त कस्तो राम्रो लुङ्गा ए थ्याङ्क यू बुढी मम्मी मैले धेरै सम्झेको छु मकै खाँदै सम्झिँदै गरेको छु कति मिठो भइरहेछ होइन अस्ति खाएको होइन तपाईँलाई
मुख धोएछु म चाहिँ पुरै मान्छे हेरिरहेको छ अब चाहिँ हाम्रो हङकङबाट सिकागोको लागि हामी प्लेन चढ्यौँ अनि त्यस्तो छ वेदर अब त्यो 15 घन्टापछि हामी पुग्छौँ भने कस्तो छ क्या प्लेनको भित्रभित्र बजार त कस्तो राम्रो राम्रो छ भाइ के गर्नु ऊ भएको भए त सिटिजन भएको घुम्न पनि पाइन्थ्यो बाहिरबाट हेर्नु टिकट बुझाउने हो होइन कत्रो पोखिला पनि बाई बाई हङकङ बाई बाई हङकङको डाँडा डाँडामा गाउँै छैन हौ त्यस्तो डाँडा डाँडामा गाउँ हुन्छ डाँडाको ठुलो गाउँ भनेको छैन त्यो अहिले चाहिँ हामी चाहिँ सिकागोमा अनि मेरो क्यामेरा ठिकै छ सिकागोमा आइपुग्यौँ अनि सिकागोमा चाहिँ चेकिङ कस्तो खतरा चेकिङ भयो के भन्नुहुन्छ भने लगेजहरू पुरै लगाइ सुनायो अनि पुरै के अरे स्कुटीहरू पनि निकालिदियो एकदम खतरा चेकिङ भयो होइन अनि हङकङबाट हङकङको प्लेन चढ्ने बित्तिकैबाट मलाई रुगा लाग्यो होइन रुगाले पनि झनै गाह्रो पार्यो अनि एकदम धेरै गाह्रो अवस्थामा छौँ अहिले चाहिँ अब हामी चाहिँ वेटिङमा छौँ कोलम्बसमा जानलाई आउँछ मेरो टिम एकदम धेरै गाह्रो भइरहेको छ टाउको दुखिरहेको छ गाइस अब कहिले घरबाट यस्तो त्यस्तो भइरहेको छ फेसहरू पुरै देखिरहेको छ सो या अब बसेपछि इन्डिङ गर्छु होला भिडियो सो हे गाइज गुड मर्निङ हिजो चाहिँ हामी राति आइपुगेको थियौँ सिकागोबाट कोलम्बस आउँदाको भिडियो चाहिँ मैले बनाइनँ किनभने एकदमै धेरै थकाइ लागेको थियो अनि पानी एकदम धेरै ठुलो परेको भएर मैले भिडियो बनाउन नै मन पनि लागेन अनि म बिरामी पढा जस्तो भएको थियो त्यही भएर भिडियो बनाइनँ अनि यत्तिकै बसेँ अनि हिजो राति पनि हतार आएर दादाले र मम्मीले हामीलाई पिक गर्न जानुभएको थियो अनि आएर अनि खानासाना खाएर अनि हामी चाहिँ सुत्यौँ किनभने ठुलो पानी परेको थियो झ्याउ लागेको थकाइलाई पनि लागेको थियो बिरामी पनि परेको भएर मैले भिडियो बनाउन पाइनँ अनि आज चाहिँ मर्निङ भयो अनि यो भिडियोलाई इन गर्नलाई चाहिँ मैले भिडियो बनाउन लागेको मैले अब म घरबाट छुट्टिँदादेखिको अहिलेसम्मको सबै भिडियोहरू के भन्छ एडिट गरेर बनाउने छ अनि म एकछिनमा अब 1 घन्टापछि चाहिँ भिडियो हाल्दैछु एकदमै धेरै मिस भइरहेको छ फ्यामिली किनभने मैले सबै ओपन गरेको छु सामानहरू पुरै कपडाहरू या लगेज ओपन गरेर होइन पुरै यहाँ छरा प्रष्ट बनाएको छु यतातिर सबै छरप्रष्ट छ स्कुटी त अलमोस्ट लगिदिइसक्यो अलिअलि मात्रै छ यस्तो गरेर राखेको छु अनि सबै कुराहरू याद आइरहेको छ क्या मम्मीहरूले स्कुटी काटिदिनु भएको यस्तो सबै कुराहरू याद आइरहेको छ अनि घरमा बोलेँ अनि अबबाट सुरु भयो हाम्रो फोनको फेरि ननस्टप बोल्ने कुरा होइन फोन कलको भिडियो कलमा अब गुजारा गर्ने दिन फेरि आयो अनि सबै कुराहरू त्यस्तै भइरहेको छ होइन अब सबै कुराहरू मिलाउनुपर्छ यताउता एकदम धेरै टायर्ड पनि भएर 9 बजेसम्म सुत्यौँ अनि चियाहरू खाएर पुरै ब्यागहरू ओपन गर्न थालेको अब म मेरो भिडियोहरू हाल्नेछु सुरुदेखि अन्तिमसम्म हेरिदिनु होला अनि सबै भिडियो
कस्तो हुन्छ होइन राम्रो प्रतिक्रिया दिनु होला भन्दै मेरो भिडियो यही एन्ड गर्छु थ्याङ्क यू सो मच फर वाचिङ बाई बाई गाइज सी यू इन नेक्स्ट भ्लग बाई